भोलि धमाका त हुन्छ, चाहे त्यो पटेकाहरूको धमाका होस् या टिभीहरू फुटेर आउने आवाजको धमाका। भोलि एकदमै ठुलो धमाकेदार म्याच हुनेछ। थाहा छैन त्यो म्याच कसले जित्छ र भोलि कस्तो खालको धमाकाहरू हुनेछन्। पुरै देशभर बिदाको दिन सबैको नजर हुनेछ इन्डिया भर्सेस न्युजिल्यान्डको च्याम्पियन्स ट्रफीको फाइनल म्याचको। टिम इन्डिया र न्युजिल्यान्ड अहिलेको क्रिकेट वर्ल्डका दुईवटा एकदमै ठुलो राइभल टिमहरू। जब न्युजिल्यान्डले आइसिसीको कुनै इभेन्ट जितेको छ त्यो दुईचोटि भएको छ र दुवैचोटि उनीहरूले टिम इन्डियालाई हराएका छन्। पछिल्लो पल्ट पनि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा न्युजिल्यान्डले टिम इन्डियालाई नै हराएको थियो भने 2000 को च्याम्पियन्स ट्रफीको फाइनल पनि टिम इन्डियालाई हराउँदै न्युजिल्यान्डले जित्न सफल भएको थियो। 2019 को क्रिकेट वर्ल्ड कप न्युजिल्यान्डले बाजी मार्यो त 2023 को क्रिकेट वर्ल्ड कपको सेमी फाइनल फेरि टिम इन्डियाले बदला तिर्यो आफ्नो। यो दुईवटा टिमको राइभलरी अझै कन्टिन्यू गइरहेको छ। टिम इन्डियाका फ्यानहरू यो सोच्दै होलान् कि न्युजिल्यान्डलाई त हामीले अस्ति भर्खरै हराएको हो र फेरि पनि त्यही भेन्यूमा म्याच छ, त्यसैले हामी सहजै फेरि पनि न्युजिल्यान्डलाई यो फाइनल खेलमा हराउनेछौँ। तर यो पहिलोचोटि भएको होइन, योभन्दा अगाडि निकैचोटि यस्ता म्याचहरू भएका थिए, यस्ता सोचाइहरू भएका थिए, तर टिम इन्डियाले धेरै पटक यस्ता म्याचहरू हारेको छ। जस्तै कि 2017 को च्याम्पियन्स ट्रफीको फाइनल उनीहरूले ग्रुप स्टेजको म्याचमा पाकिस्तानलाई त हराए, तर फाइनल खेलमा एकतर्फा म्याच जितेको थियो पाकिस्तानले। र ठ्याक्कै त्यस्तै भएको थियो 2023 को क्रिकेट वर्ल्ड कप, जहाँ अस्ट्रेलियालाई टिम इन्डियाले ग्रुप स्टेजमा सहजै जित्न सफल भएको थियो। तर फेरि पनि अस्ट्रेलियाले 2023 को वर्ल्ड कपको फाइनल टिम इन्डियालाई एकतर्फा हराउन सफल भयो र फेरि के न्युजिल्यान्डले त्यो गर्न सफल हुन्छ त? र यो म्याचमा धेरै कुराहरू चेन्जेस हुनेछन्। न्युजिल्यान्डका मेन फास्ट बलर म्याट हेनरी सायदै खेल्ने छैनन् यो फाइनल म्याच, किनकि निकै कम्ती चान्स छ म्याट हेनरी फाइनल खेल खेल्ने। यदि त्यस्तो हुन्छ भने टिम न्युजिल्यान्डको बलिङ लाइनअप एकदमै प्रब्लममा आउनेछ, किनकि आफ्नो मेन फास्ट बलर, मेन एक्सपिरियन्स फास्ट बलर ल्याक गर्नेछ न्युजिल्यान्ड र उनको रिप्लेसमेन्टमा न्युजिल्यान्डले सायदै ज्याकब अथवा च्याम्पम्यानलाई हाल्न सक्दछ र यो स्ट्राटेजी बुझिसकेको छ टिम इन्डियाले र अझै आफ्नो लाइनअप स्ट्रङ बनाउनको लागि उनीहरू एउटा एक्स्ट्रा स्पिनर अथवा अफ स्पिनर हाल्न चाहन्छन्। तर त्यो सायदै त्यहाँ सम्भव छ कि त्यहाँनेरि टिम इन्डियाले कुलदीप यादवलाई निकाल्नुपर्ने हुन्छ प्लेइङ 11बाट र वाशिङटन सुन्दर टिम इन्डियाले इन्क्लुड गराउनुको यो पनि फाइदा छ कि धेरै ब्याट्सम्यानहरू रहेका छन् न्युजिल्यान्डको स्क्वाडमा, जस्तै कि रचिन रविन्द्र, टम ल्याथम, मिचेल स्यान्टनर र च्याम्पम्यान पनि फाइनल म्याचमा एड हुन सक्छन्, किनकि उनको रेकर्ड एकदमै राम्रो रहेको छ ओडिआई क्रिकेटमा। यदि न्युजिल्यान्डले फास्ट बलर एड गर्न चाहन्छ भने ज्याकबतर्फ जाँदा एकदमै राम्रो होला म्याट हेनरीको रिप्लेसमेन्टमा। र यो म्याच एकदमै धमाकेदार हुनेछ। दुईवटै टिमहरू आफ्नो पछिल्लो म्याचहरूको बदला तिर्नको लागि यो म्याचमा उत्रिनेछन्। यो च्याम्पियन्स ट्रफीको खिताब फेरि पनि उचाल्नको लागि म्याचमा उत्रिनेछन्।